नमस्ते नमस्कार साथीहरु, आजको भिडियोमा हामी कुरा गर्नेछौँ नेपालको पहिलो 1 रुपैयाँको नोटको बारेमा, जुनमा पहिलोचोटि नेपालको राजाको तस्बिर राखिएको थियो। यो भन्दा पहिला कुनै पनि 1 को नोटमा नेपालको राजाको तस्बिर राखिएको थिएन। यो नोट हो महेन्द्र राजाको पालामा निष्कासन गरिएको 1 रुपैयाँको नोट, जुनमा महेन्द्र राजाको तस्बिर राखिएको छ। यो भन्दा पहिला कुनै पनि 1 को नोटमा तस्बिर राखिएको हुँदैन। म तपाईहरुलाई यहाँ देखाइदिरहेछु। यो मोरु 1 जुन कि महेन्द्र राजाको पालामा निष्कासन गरिएको, यसमा पनि तस्बिर छैन राजाको भने। यो रुपैयाँ 1 को नोट हो, तपाईहरुले यहाँ रुपैयाँ 1 हेर्न सक्नुहुनेछ। यसमा पनि राजाको तस्बिर राखिएको छैन। तर यो 1 रुपैयाँको नोटमा पहिलो पल्ट इतिहासमा राजाको तस्बिर राखिएको छ, त्यो पनि महेन्द्र राजाको तस्बिर तपाईहरुले प्रष्टै हेर्न सक्नुहुनेछ। उहाँको तस्बिर छ, आर्मी क्याप लगाएको र आर्मी पोशाक लगाएको। यो नोटको कुरा गर्दा चाहिँ यो नोट पर्पल ग्रे कलरमा निष्कासन गरिएको छ भने यो नोट विक्रम सम्वत 2028 साल वैशाख 12 गते पहिलो पल्ट निष्कासन गरिएको थियो। यो नोट बेलायतको देलारू कम्पनी लिमिटेडमा छपाई भएको थियो र यो नोट करिब 10 करोड थान निष्कासन गरिएको थियो। अब नोटको कुरा गर्दा चाहिँ नोटको बिचो भागमा तपाईहरुले एउटा मन्दिर हेर्दै हुनुहुन्छ। त्यो मन्दिर ललितपुरमा रहेको महाबौद्ध मन्दिरको तस्बिर रहेछ भने मन्दिरको पछाडिमा एउटा हिमालको पनि तस्बिर राखिएको छ र नोटको दायाँपट्टिको कुरा गर्दा चाहिँ यहाँ एउटा वाटरमार्क विन्डो राखिएको छ, जसको भित्र एउटा श्रीपेजको तस्बिर राखिएको छ, जुन तपाईहरुले यस्तै हेर्न सक्नुहुन्न। तपाईहरुले यो लाइटमा मात्रै हेर्न सक्नुहुनेछ। लाइटमा यस्तो गरेपछि मात्रै तपाईहरुले हेर्न सक्नुहुनेछ भने यहाँ हस्ताक्षर गभर्नर यादव प्रसाद पन्तको छ, जुन कि त्यो बेलाको गभर्नर हुनुहुन्थ्यो भने नोटको पृष्ठभागको कुरा गर्दा चाहिँ तपाईहरुले बिचमा प्राचीन काठको घुम्ने पिङको तस्बिर राखिएको छ, तपाईहरुले हेर्न सक्नुहुनेछ मजाले। भने दायाँतिर कोट अफ आर्म्स जसलाई निशान छाप भनिन्छ त्यसको पनि तस्बिर राखिएको छ यहाँ र बायाँतिर नेपाल राष्ट्र बैंकको लोगो राखिएको छ भने त्यसको तलमा वाटरमार्क विन्डो राखिएको छ र त्यसको तलमा तपाईहरुले यहाँ देवनागरीमा रु 1 हेर्न सक्नुहुनेछ लेखिएको छ भने दायाँतिर RE1 इंग्लिशमा लेखिएको छ। अब नोटको कुरा गर्दा चाहिँ यो नोट नेपालको इतिहासमा एउटा धेरै महत्त्वपूर्ण नोट छ, किनकि यो मात्रै 1 रुपैयाँको नोट थियो जुनमा पहिलो पल्ट स्वर्गीय राजा महेन्द्रको तस्बिर राखिएको छ भने अब यो नोट बजारमा चलन चल्तीमा छैन। त्यसै भएर यो नोट अहिले संकलनकर्ताहरूको लागि मूल्यवान नोट नै हो। तपाईहरुले अहिले भिडियोमा जुन नोट हेर्दै हुनुहुन्छ यो नोट मैले आफ्ना एउटा सब्स्क्राइबरसँग किनेको। यो नोट मैले करिब 350 मा किनेको। तपाईहरुले यो नोटमा माथि एउटा ड्यामेज हेर्न सक्नुहुनेछ। यहाँ अलि च्यातिएको छ अनि अलि रङ पनि लागेको छ, त्यही भएर यो नोट मैले 350 मा पाएँ। नत्र यो नोटको 600 देखि 700 सम्म पाउँथे मैले। अनि यो नोटमा इफ तपाईहरुसँग कुनै युनिक लटको नम्बर छ, कुनै युनिक सिरियल नम्बर छ भने त्यसको त तपाईहरुले धेरै भन्दा धेरै पाउन सक्नुहुनेछ। जस्तो शून्य सबै शून्य छ अथवा सबै 1 छ अथवा सबै 2 छ अथवा सबै 1 2 3 4 5 छ सिरियल नम्बर भने तपाई त्यस्ता नोटहरुको 5000 10000 पनि मज्जाले पाउन सक्नुहुनेछ। नत्र नर्मल नोट जुन कि UNC कन्डिसनको नोट छ 700 800 900 1000 सम्म त पाउन सक्नुहुनेछ त्यसको मूल्य। यदि तपाईहरुसँग पनि यस्ता पुराना नोट छ र बेच्न चाहनुहुन्छ भने तपाईहरु कमेन्ट मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। म तपाईहरुसँग नोट किन्ने छु अथवा म तपाईहरुले त्यो नोट सेल गर्नमा हेल्प गर्ने छु। म संकलनकर्ताहरुको नम्बर तपाईहरुले दिन सक्नुहुनेछु अथवा सम्पर्क गराइदिन सक्नुहुनेछु, जसको माध्यमले तपाईहरुले आफ्ना नोट राम्रो भन्दा राम्रो मूल्यमा बेच्न सक्नुहुनेछ। र यदि तपाईहरुले पनि पुरानो नोट संकलन गर्ने रुचि छ भने तपाईहरु कमेन्ट गर्नुहोला। म नयाँ संकलनकर्ताहरुले सस्तो भन्दा सस्तो मूल्यमा राम्रा भन्दा राम्रा नोटहरु दिनेछु। र भिडियोलाई अन्तिमसम्म हेरिदिनुलाई धेरै धेरै धन्यवाद। हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ, त्यही भएर भिडियोलाई लाइक शेयर र च्यानललाई सब्स्क्राइब गरिदिनु होला।